हेलो एवरीवन, वेलकम बैक टू माय न्यू एपिसोड, न्यू ब्लॉग। अभी हम लोग हेजाई गाँव, जो कि फुलचिलिंग भूटान का बॉर्डर है। और अभी हम लोग जा रहे हैं फुलचिलिंग भूटान में, जहाँ पे हार्वेस्टिंग फेस्टिवल है। और हम लोग हाइकिंग में भी जा रहे हैं। सो बी विथ माय ब्लॉग। हम लोग अभी फुलचिलिंग भूटान पहुँच गए। ये देखिए, ये रास्ता जो है ये वाटरफॉल का रास्ता है। सो हम लोग ये रास्ता नहीं, जगह आगे जाएंगे, वहाँ से हम लोग का हाइकिंग स्टार्ट होगा मेरे दोस्तों। ये एक्चुअली पाचू हाइकिंग है, जो कि नया ओपनिंग हो रहा है। सो सब लोग आए ओपनिंग के लिए, सो हम लोग भी आए। सो अभी हम लोग का हाइकिंग स्टार्ट होगा यहाँ से। सो हाम्रो यहाँ पाचो हाइकिङ स्टार्ट हुन आँटेछ फर्स्ट टाइम फुलचिलिङमा। जानु सक्नुहुँदैछ यहाँ। सो हामी टिम जाँदैछ अहिले हाइकिङमा। यो बाटो रहेछ। यो रियली एक्साइटेड म्यान। फर्स्ट टाइम फुलचिलिङमा एक्सपिरियन्स गरेको हाइकिङ। एकदम मजाको एक्सपिरियन्स हुँदैछ। मजा आइरहेछ क्या। हेर्नुहोस् बाटो यस्तो छ। यहाँ मेरो साथीभाइहरू एकदम मजाको जग्गा रहेछ। यहाँ हेर्नुहोस् यस्तो छ हाइकिङमा। इट्स लाइक असम। यहाँ हेर्नुहोस् मेरो फ्रेन्ड्स, फाइनली यस्तो जग्गा पुगेछु। एरिया हेर्नुहोस् कस्तो मजाको रहेछ। यहाँबाट भ्यू हेर्नु त कस्तो मजाको रहेछ। साँच्चै भने फ्रेन्ड्स, हाइकिङ गर्नु चाहिँ एकदम मजा नि मजाको छ क्या। हाइकिङ गर्नु मजा आउँदो रहेछ। एकदम मोन्स्टर एनर्जी ड्रिङ्क एरिया। बिहानदेखि ब्ल्याक टी खाएर है अहिले मकलदम यो खोला हेर्नु पछाडि। त्यो पनि म स्विमिङ गरेर पार गरेको कसम भिडियोहरू छ सबै मेरोमा। सो फाइनली वी रिच्ड आवर हाफ ट्र्याक होइन, हाफ हाइकिङ सरी। हामी यहाँ पुग्नु भएको छ। ऊ त्यहाँ छ हाम्रो डेस्टिनेसन, ऊ तलपट्टि पाचु रिसोर्ट छ त्यहाँ। सो हामीलाई मजा आयो। इट्स लाइक अ गुड एक्सपिरियन्स। हेलो मेरो साथीभाइहरू, यहाँ हेर्नुहोस् यो गाउँ बस्ती रहेछ। हेर्नुहोस् पाचु गाउँ बस्ती एकदम मजाको रहेछ। यो एरिया पुग्यो। ऊ त्यहाँ चाहिँ हाम्रो प्रोग्राम हुन्छ। सो सरहरू चाहिँ हामीलाई सपोर्ट दिँदैछ। लभ यु सर, सेल्युट टु देम होइन। राम्रो। यहाँ हेर्नुहोस् साथीभाइहरू, यो कफीको यो रहेछ, रुख रहेछ। यहाँ मजाको कफी हेर्नुहोस्। कफी होइन होला, लिम्बू सुन्तला होइन रहेछ। सुन्तला त हो। हेलो फ्रेन्ड्स, यहाँ हेर्नुहोस् यो सुन्तलाको रुख रहेछ। अरेन्जको रुख रहेछ। हेर्नुहोस् कस्तो मजाको रहेछ हो। यहाँ हेर्नु साथीभाइ, यो हनीको हो। हनी यस्तरी यो हुन्छ होइन। यहाँ रहेछ, उता रहेछ हनी। यहाँ पनि रहेछ यो हनी हो। यस्तरी म्यानुफ्याक्चर कल्टिभेट हुन्छ यो हनी यस्तरी मजाको रहेछ। ए फाक्सा यहाँ छ, फाक्सा। यसले के भन्छ? फाक्सा भन्छ। फाइनली
पाँचु हार्भेस्टिङ फेस्टिभल पाँचु कम्युनिटी टुरिज्ममा It's a gesture of gratitude for a good harvest and blessings for the year ahead. Kami benda din alo phuti so bandi gi ta chu ga rahi यो गरम छ यो मेरो लोड हो Kasi benda di dewa ki khamagi ge wa ni phuti de amse ge de na le chu de na aise ba de de bana de गुटाले खुशी gi de भागो फ्याक्छ है अहिले ल बिस्तारै हिँड्नु ल फदगिन छ फदगिन छ फदगी Oi, hoje pode me só. Yes. त्यस्तै गर्नु ठिक छ त्यस्तै गर्नु पर्यो अभी सर बस यो पनि होला नि रिमोट होला नि रिमोट सेल्फी अलि हुँदैन होला हैन पुग्ने बेटी फोन छोड्दिनु तँले चाहिँ राम्रै गर्ने फोन लाप्सी पनि instruction to have a safety everything.
Stronger. Yes. Right. Okay. Then you put your left feet on the pillow. No, not here. You have to put your both hands like this. Yeah. And when he show the signal, you have to put a brake here. Okay. Okay? Now like this, right? Now like this. Okay. But if you don't show any signal, no. You have to show सिग्नल दियो भने मात्रै पछाडि ब्रेक लाउनु बुझ्यौ नभए त्यतिकै जाऊ If you show the signal, you have to only press this. If not, you no brake. Okay. No, wait. वेट Okay, and this is for safety. Yeah, and भाइ भ्लग गर्नु कि रिल गर्नु with all Block, weight, reel. ह put the weight on the belt. Okay. Yeah. Block. What? And reels गर्नु. ओ पछाडि नबस्नु है हान्दिन्छ नि फेरि बियासले This one is like javelin. पछाडि न त ओए फेरि Wow. हैगा Hai म गर्छु ल रेडी. तल हट टाउकोमा हान्छ फेरि अब पुरा हाई गयो Good time. Mr. Navraj. Mr. Dilbar. हेलो मेरो साथीहरु मेरो यहाँ ब्लग सक्यो सो एक्सपिरियन्स इज भेरी गुड एक्सपिरियन्स यहाँ हेर्नुस् प्लेस हैन यहाँ हेर्नुस् यो पाचु हो पाचु मतलब पाचु भ्यू रिसोर्ट रहेछ हार्वेस्टिङ फेस्टिभल थियो भुटानको इट्स लाइक भेरी असम र तपाईहरु पनि आफ्नो फ्यामिलीसँग आउनुस् यहाँ घुम्नुस् हैन र तपाईहरुले पनि मजा आउँछ यो जग्गा अन्त एकदम अर्ग्यानिक हो सबै चीजहरु अन्त नेचुरल चीजहरु छ यहाँ डाँडाहरु छ हेर्नुस् यस्तो मजाको रहेछ सो मलाई त एकदम मजा आयो एक्सपिरियन्स गर्न त सबैहरु छ यहाँ तपाईले निकै एक्टिभिटिजहरु छ यहाँ चाहिँ के त्यो तपाईहरु आउनुस् ए सागहरु छ हेर्नुस् लोकल सागहरु पाउँछ यहाँ फार्मिङ गरेको सबै छ के अब त्यो तपाईहरु फ्यामिलीसँग आउनुस् र लभ यु अल गाइस